छोरी मान्छेले मिठो मिठो पकाउँछन् मिठो मिठो पकाएर बुढोलाई खाँदेर बुढो खुसी पार्छन् भन्छन् होइन मिठो पकाउनै नआएर होला मेरो बुढो कहिले खुसी हुनुहुन्न मसँग होइन अब के गर्नु म मिठो पकाउनै आउँदैन कि म छोरा पऱ्यो कि छोरी पऱ्यो म आफैले पत्तो पाइरहेको छैन होइन हुन त मिठो पनि कसरी होस् भने मिठो पनि कसरी होस् एक पाउ मासु लियो 4 पटको झोला हाल्यो होइन मिठो पनि कसरी होस् मिठो हुनलाई त चर्लाएर यहाँ थाङबाट पकाएको कलम बास्न आओस् र पो मिठो हुन्छ त एक पाउ मासु लियो 5 माना झोला हाल्यो अनि कहाँबाट मिठो हुन्छ धन्दै यति भयो नि मिठो भएछ के हो कुरो बुढो खाना आउनुहोस् सबैजना है अब मिठो भयो नि तितो भयो नि खानै पर्यो खुसाए पनि रिसाए पनि अब सँगै बस्नै पर्यो के गर्नु गाह्रो छ जिन्दगी यस्तै हो अब कुरै मिलेन भनेर कहाँ जानु मिठी भनेर कसलाई पकाउन बोलाउनु यस्तै हो जिन्दगी अब आफै पकाउने आफै खाने तितो होस् कि मिठो होस् होइन के गर्नु बुढो आउनुहोस् खाना सबैजना मिलेर खाउँला